जस्तो छ त यति धेरै माछा त मैले सायद जिन्दगीमा पहिलोचोटि देखेको होला। अब फेरि हामीहरू घुम्दै 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 नमस्ते एभ्रिवान, सबैजनालाई धेरै माया। आज म कहाँ जाँदैछु, के देखाउँदैछु भनेर तपाईँहरूलाई भिडियो मार्फत देखाउने छु भन्दै मेरो भिडियो अन्तिमसम्म हेरिदिनु होला। ओ माई गॉड, कस्तो राम्रो ठाउँ देखिएको, मनै लोभ्यायो नि। यो देखिने रामदीको पुल हैन? ओ यो पाल्पाको जिल्ला पर्यो नि त, यो स्याङ्जाको हो। यो नदीले छुट्यायो, कालीगण्डकी नदी। र फाइनल्ली हामीहरू पोखरा प्रवेश गर्यौं। पोखरा बसाइको पहिलो दिन गुप्तेश्वर महादेव गुफा परिसरबाट हाम्रो घुमघाम यात्रा सुरु हुन्छ। यो दिन गुफा हेर्न आउनेहरूको उपस्थिति निकै भिडभाड थियो। गुफाभित्र प्रवेश गर्नको लागि केही बेर लाइनमा बसेर टिकट लियौं र टिकट पनि पाइसक्यौं। अब हामी गुफा हेर्नतिर लाग्छौं। भित्र प्रवेश गर्नको लागि हाम्रो टिकट चेकिङ भइरहेको छ। यो गुफा परिसर कस्तो लाग्यो हजुरलाई? राम्रो भित्र कामधेनु गाई यहाँ त हर हर महादेव बनेर पालो आउनु क्या आज। नेचुरल उसनै होला कि स्ट्रङै होला कि? यताबाट झर्ने। ओ यस्तो चिप्लो रहेछ। भित्र अझै छ घुम्ने भने, हामी त घुम्नै सकेन, धौ भयो, बच्चासँग गाह्रो भयो। भएको भाइ अक्सिजन कम भएर मान्छे धेरै। पानीको बोतलै छोडिदिएछ। मसिनहरू जान्छ छैन? हजुर 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 के चाहियो हजुरलाई? ओ माई गॉड, यो फुट्छ पछि किन्नु ल। पातले छाङ्गो भन्ने गेटबाट हामी भित्र पस्दैछौँ डेभिस फल्स हेर्नको लागि।
कस्तो राम्रो बुद्ध भगवान हाम्रो बुद्ध भगवान यहाँ पनि हुनुहुँदो रहेछ यहाँ फोटो खिच्ने कार्यक्रम चलिरहेको छ वाह पोस्ट त कडक छ त कडक पैसा धेरै भए मान्छेले फाल्छन् भने हाम्रो ग्रुपको हो खै उहाँहरु हो क्या न हेलो हाई डेभिस फल्स हेर्नको लागि जति उत्साहित थिएँ म त्यो छाङ्गो देखिसकेपछि यति डर लाग्यो कि ओहो यति बेला हामी पुग्दीकोट मन्दिर जानको लागि उकालोमा छौँ धेरै नै उकालो रहेछ के भयो धाउ भयो गल्यो गल्यो मनिका आइसक्रिम खान जानुहोस् उहाँ हेर्नु न हजुर जस्तो बेबीले नमस्ते गर्नुभएको हजुरलाई स्वागत छ मुम्दी होमस्टेमा अरे उहाँ शिवजी देख्नुभयो हिँड्न त गएको मान्छे बल्ल हामीलाई भेटाउन जाँदैछौँ उकालोमा गाह्रो भयो दान पत्र का संयुक्त रसीद के माध्यम से आप लोग इस दान छोडिदेऊ भएन बेसै बेसै तानेर छोडिदेऊ त यता ताना यहाँ मंदिर परिसर के शादी निर्माण कार्य को मात्र आर्थिक आधार रहेको हुँदा ल अब हामी ऊ त्यो पारी देखिने बुद्ध स्तूपा मन्दिरको दर्शन गर्न जाँदैछौँ मलाई बुद्ध स्तूपा मन्दिरमा जान एकदमै गाह्रो भइरहेको छ पुम्दीकोटबाट देखिने पोखराको सहर अब चाहिँ हामीहरूलाई भोक लाग्यो खाना खानको लागि हामी एउटा रेस्टुरेन्टमा गयौँ खाना खाइसकेपछि अब सुरु भयो मन जित्यो मायाले पहिलो नम्बरमा गोर्खे कुकुरी लौरे कम्मरमा सेतीको खोज हेर्न गएको सेतीको खोज पनि त्यस्तै डर लाग्दो माथिबाट हेऱ्यो है तल कान्टार भिर कहाँ हो कहाँ खोला भन्दो रहेछ सेती खोला हैन नि यो नदी हो अब पालो आयो हाम्रो महेन्द्र गुफा हेर्नको लागि महेन्द्र राजा बसेको हुनाले महेन्द्र गुफा भयो महेन्द्र गुफा वाउ कस्तो राम्रो फुल आज मौसमले पनि साथ दिएन हो फोटो खिच्नु यसको आमालाई चाहिँ भिडियो बनाउनै छ है भिडियो बनाउन लाग्यो कालै कालो भयो के पानी आउन लाग्यो महेन्द्र राजा ठाउँलाई हेर्न जानु पर्यो जानु त पर्यो नि अँधेरो छ ओ कता हो यस्तो अँधेरो के हो
बोकी बोकी पनि यस्तो यो के अड्डाउने चलन छ नि यो अड्डायो भने के हुन्छ अरे लानीको लाजा लानीको लाजा अब हामी निक्लन ठाउँ छ कि यतैबाट फर्किने कसो तर यहाँ तारहरू के यसरी नाङ्गो तार हैछ ल पो यस्तो ढुङ्गामा छुँदा नि करेन्ट लाउने नि डर लाउने हेर्नु लुट्नु होला लुट्नु होला है कहाँबाट हिँड्नु भयो लुट्नु होला कि जरा बाबा जरा हामीहरू पहिलो दिनको घुमाइमा अन्तिममा विन्ध्यवासिनी मन्दिरको दर्शन गर्न पनि पुग्यौँ। त्यो दिन पानी परेर दर्शन गर्न जानको लागि एकदमै गाह्रो भइरहेको थियो, त्यही पनि हामीहरू पुग्यौँ। जसोतसो हामीहरू गयौँ, दर्शन गऱ्यौँ। साँझपख भएर होला मानिसहरूको खासै भिडभाड थिएन। साँझपख परेर पनि होला तुवालो लाए जस्तो भएको, तर त्यहाँ मन्दिरबाट देखिने कस्तो राम्रो भ्यू के हेर्नुहोस् न, घरहरू यही बस्नु ओके गोठमा रातिमा जानुहुन्न, दिउँसो मात्र जाने। घुम्न आएको मान्छेलाई त गयो रे, यसरी बोकेर हिँड्न पर्यो। कहीँ लाएर ड्याडीले यसरी बोकिरहनु भएको छ। स्वागत गरेको क्या पर्यटकलाई हिँड्नु। देखिने भ्यूहरू केबल कार भित्रबाट देखिने बस्तीहरूको दृश्य हो। पार्किङ हुने छ कि केबल कार, हेर त तल पार्किङ ल्यान्ड हुने रहेछ। हेर न कस्तो राम्रो होटेल। त्यहाँ माथि गएर भोजन गर्ने भोजन। ल यात्रा घोडामा चढेर प्यारिससम्म जाँदै हुनुहुन्छ। ल शुभ यात्रा है, राम्रोसँग गएर आउनु। बाई बाई। ल आज पोखरामा दोस्रो दिन हामीहरू सालको डाँडातिर लिँदैछौँ।
त्यहाँ के हुन्छ त, माहौल कस्तो बन्दैछ हेर्नुहोस् है। उड्नको लागि यसरी प्रायलाई यो उड्नको लागि चाहिने सामानहरू यसरी बोकेर मान्छेहरू आउँदै हुनुहुन्छ। फेरि टाढा टाढा पनि उड्ने यहाँ प्यारालाई उड्नको लागि तयारी अवस्थामा उडिरहेछ भाइलाई सबैको डाँडा डाँडा हामी मान्छेहरूलाई बाँच्नसम्म के को रहर लाउने, घुर्न रहर लाउने, उड्न रहर लाउने। यो चाहिँ उड्छ कि नै, उड्छ कि नै। घुम्न आएको मान्छे यसरी सुत्नु भएको छ यहाँ। कस्तो लाग्यो हजुरलाई पोखरा? सानी सानी यता हेर्नुहोस् न। मोनिका कस्तो लाग्यो हजुरलाई पोखरा? सानी मैले के भनेछु भन्नु न। ल भन्नु न कस्तो लाग्यो? राम्रो लाग्यो। के कुरा देख्यौ त? पोखरामा हजुर उड्ने कुरा ल्याम्बो चाहिँ उड्ने कुरा पो हो नि त। एयरपोर्ट यति दुईटा होइन होला हो। होइन अनि साइकल घोडा थियो। कतिवटा रे? त्यति मात्रै? आमामु हजुर म खेल्यो राजा। हजुर खेल्नुहुन्छ र? के? हजुर खेल्नुहुन्छ र? नै सबै खेल्यो। सबै डुङ 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 यसरी चलाउँछ के बोट? कस्तरी? हो यहाँ चाहिँ उस रहेछ है दाजु, परसरको उस। यस्तै यसरी गर्दाखेरि चाहिँ जथाभावी हो जस्तो लाग्यो त। यी माथि बोलेको छ, यहीँ बोलेको छ। मिठो हुन्छ माछा भन्नु त्यो पनि कस्तो छ। ट्राउट माछा हो। सुताइ चाहिँ मरद हो मान्छेको। यति मजाले सुत्नु भएको छ नि। ल अहिले घुर्नु पनि भयो। अब चाहिँ हाम्रो यात्रा पोखरादेखि केही किलोमिटर भित्र रहेको माछापुच्छ्रे गाउँपालिकाको भुर्जुङ खोला भन्ने ठाउँमा जाँदैछौँ। त्यहाँ हामी खासमा माछाको स्वाद लिन जाँदैछौँ। त्यहाँ गइसकेपछि कस्ता माछा, कति माछा, कस्ता रहेछन् तपाईहरूलाई त्यहाँ गएर सबै भिडियो मार्फत देखाउनेछौँ। हेर्ने काम मात्र तपाईँहरूको है त।
यसरी यहाँ यो माछा खाने बिताएला माछा तैरेको हेर्न पाइन्छ माछा व्यवसाय व्यापार गरेर न फरक खालको फरक ढङ्गले फरक सोच विचारले गर्ने भने चाहिँ पैसा कमाउन त्यति गाह्रो छैन के तर हामीले आइडिया लाउनै सकिन्न माछा त के हो त गोडौला जस्तो छ त ओसेल 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 ओ माई गॉड फोटो हाल्ने छैन यो पो हो त व्यवसाय गर्ने तरिका हेर यहाँ पनि माछा रहेछ ल धेरै पर्यटकहरू प्रायः यो ठाउँलाई हेर्न आउनुहुँदो रहेछ एकदमै राम्रो छ कि मलाई पनि राम्रो लाग्यो म पनि आएँ त्यहाँ घुम्न आउँदा चाहिँ यो ठाउँलाई छोड्नै नहुने ठाउँ है चाहिँ एकदमै राम्रो तपाईँहरू पोखरा आउँदै हुनुहुन्छ भने भिजिटको लागि यहाँ चाहिँ आउनु होला बरु अन्त नगएर भने यो ठाउँलाई चाहिँ एकचोटि हेर्नको लागि यहाँको खाना माछाको साथमा खाना खानको लागि जता हेऱ्यो माछै माछा जता हेऱ्यो माछै माछा यति धेरै माछा त मैले सायद जिन्दगीमा पहिलोचोटि देखेको होला अब चाहिँ सर बेगनास ताल हेर्नको लागि हामीहरू बेगनास तालमा आइपुग्यौँ अब हाम्रो बोटिङ यात्रा सुरु हुन्छ है त ल हेर्नुहोस् है हजुरहरू ल है हाम्रो अब बोटिङ यात्रा सुरु हुँदैछ बेगनास तालमा जिन्दगी सरर बोटिङ के मारे जिन्दगी सरर मोटर बाइकिङमा यो त मोटर बाइकिङ होइन हो यो त बोट हो बोट सरर मोटर बाइकिङ कता झल ल अब फेरि हामीहरू घुम्दै 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 अब पालो फेरि नेसनल झन्डा पार्क हेर्नको लागि त्यहाँ चाहिँ विभिन्न देशका झन्डाहरू रहेछन् ल अब नेसनल पार्कको घुमघाम पनि सकियो अब हामी निस्कनु पर्ने हुन्छ तपाईँहरूलाई भिडियो कस्तो लाग्यो लाइक सब्सक्राइब गरिदिन नबिर्नुहोला भन्दै मेरो भिडियो यहीँ एन्ड गर्छु बाई बाई